हेलो अनि दर्शक नमस्ते, म कमल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको भ्लग चाहिँ काम गर्ने ठाउँदेखि है त सुरु। ल हेर्नु साथी, विदेशमा यस्तो छ काम। अब साउले भनेको यहाँदेखि चाहिँ बाहिर निस्किएर उता घरमा गयो रे कुकुर। अब कुकुर कुन दुलोदेखि बाहिर निस्किन्छ भन्ने यहाँ पत्ता लगाउँदै। विदेशमा यस्तो छ काम। हेर्नुस्, अब दुलो कुन ठाउँदेखि छ कुकुर छिर्ने दुलो, त्यही पत्ता लगाउँदै कहाँदेखि छिर्छ कुकुर भन्ने कुरा पत्ता लगाउनै गाह्रो छ यहाँ। हेर्नुहोस् त्यही सर्पो आएर ठुङ्ने हो कि भन्ने डर पनि छ यहाँ त। यस्तो छ कुकुर कहाँदेखि बाहिर निस्किन्छ भन्ने साउलाई पत्ता लगाएर दुलो टाल्दिन पर्यो रे। यहाँ भर्खरै बाहिर निस्किन थाले कुकुरी। म चाहिँ यहाँ छेक्नलाई सफल भए कुकुरलाई। कहाँदेखि निस्किन्छ भन्ने कुरा चाहिँ यहाँ पत्तै लगाउन सकिएन अहिलेसम्म। अब चाहिँ पत्ता लगाउनै पर्ने भएछ कहाँदेखि बाहिर निस्किन्छ भन्ने कुरा चाहिँ। दाइ चाहिँ उहाँ पर खोज्दै हुनुहुन्छ दुलो कहाँदेखि कुकुर छिर्छ भन्ने कुरा चाहिँ अहिलेसम्म पत्ता लागेको छैन। अब चाहिँ पत्ता लगाउनै पर्ने भयो। पहिला चाहिँ यहाँ 10-12वटा कुकुर पालिरहेको थियो साउले। अहिले चाहिँ सबै मरेर भ्याइएर 2टा मात्र छ बाँकी। एउटा यहाँ छ, एउटा आफै यहाँ ढोका खोल्दैछ। यस्तो त कुकुर। ल दाइ के पत्ता लाग्यो त? केही दुलो सुलो पत्तै लगाउन सक्नु भएन रे। अहिले साउले मार्ने भयो। अब यहाँ दुलै छैन, कुकुरले ढोका खोलिरह, मान्छेले जस्तो ढोका खोलिरह आफै बाहिर जान खोज्दो रहेछ। कुकुर भुक्छ। कहाँदेखि हो दुलो पत्ता लगाउन सकिएन। कुकुर चाहिँ यही दुलो पत्ता लगाउन सकिएन। यही कुकुरको दुलो खोज्दा खोज्दै आजको दिनको ध्यारी पाक्ला जस्तो छ है साथीहरू। दुलो चाहिँ पत्ता लगाउन सकिएन, कुकुर निस्किने। अब चाहिँ साउलाई भन्न पर्यो दुलो सुलो छैन यहाँ, कहाँदेखि निस्किन्छ थाहा छैन भन्न पर्यो साउलाई। त पनि आइज एकचोटि खोज्न भन्न पर्यो यहाँदेखि। अनि साउसँग मिलेर खोज्नु पर्छ। साउ फेरि बाठो छ कि उसले पत्ता लगाइहाल्छ। हामीले सकिएन साउजी। अब चाहिँ तिमीसँगै एकचोटि पत्ता खोज्न आउनु पर्यो भन्न पर्यो साउसँग। छैन हेर्न त दुलै छैन यहाँ। अब कहाँदेखि निस्किन्छ के थाहा। अन्तिममा चाहिँ कुकुर निस्किने दुलो पत्ता लगाउन सकेन। यही ढोकादेखि निस्किन्छ जस्तो लाग्यो। त्यही भएर चाहिँ यहाँ खिल ठोकेर मिलाउँदै अन्तिममा यहाँ साउलाई यही भन्नुपर्छ। अब कुकुर निस्किने दुलो भेटाउन सकेन। अब यही काँटी ठोकठाक पारिदिने, त्यहाँ त साउलाई देखाइदिने। ओके, आजको भिडियो यति नै। यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई।